नमस्ते साथीहरू, के तपाईँहरू काठमाडौँ नजिकै घुम्ने ठाउँ खोज्दै हुनुहुन्छ? यदि खोज्दै हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि। आज म तपाईँहरूलाई देखाउनेछु स्वयम्भूनाथ मन्दिर, यसलाई स्वयम्भू पनि भनिने गरिन्छ। काठमाडौँ बस पार्कबाट धेरै नजिकमा पर्ने यो ठाउँ एकदमै प्रसिद्ध ठाउँ। यहाँ धार्मिक आस्थाले आउने मान्छेहरू पनि धेरै हुनुहुन्छ अनि रमाइलो गर्न आउने मान्छे पनि धेरै हुनुहुन्छ। तपाईँ केमा पर्नुहुन्छ? कि धार्मिक आस्थाले आउनुहुन्छ भने पनि एकदम पूजापाठ गर्नलाई राम्रै ठाउँ छ र तपाईँ मनोरञ्जन गर्नको लागि फोटोहरू खिच्नको लागि आउनुहुन्छ भने पनि एकदमै उपयुक्त ठाउँ छ। भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। मन पर्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि अवश्य गरिदिनु होला। यहाँबाट काठमाडौँको दृश्य भने यस्तो देखिन्छ। यो ठाउँमा भने धर्म संस्कृति अनुसारका सामानहरू पाइने गर्छन् र यहाँ यी ह्यान्डमेड सामानहरू बढी बिक्ने गर्छन्। यो बाटोमा करिब 365 वटा सिँढीहरू रहेका छन् र यहाँ हिँड्दाखेरि थकान पनि अवश्य हुन्छ। थकान भए पनि माथि आउँदा एकदमै आनन्द हुने गर्छ। यहाँनिर बाँदर देख्न सक्नुहुन्छ। आज बाँदर भने एकदमै थोरै छन्, नत्र भने यो ठाउँमा यति भिड हुन्छ बाँदरको। तपाईँहरूलाई केही सामानहरू देख्यो भने, केही फलफुलहरू ल्यायो भने झम्टेर लगिहाल्छन्। पानी कितना था यार, कहाँ कितना मुंडो गद्दा दिखाया थोड़ा।
यहाँसम्म तपाईँ भिडियो हेर्दै हुनुहुन्छ भने हाम्रो च्यानललाई लाइक सब्सक्राइब पनि अवश्य गरिदिनु होला। धन्यवाद यहाँसम्म भिडियो हेरिदिनु भएकोमा। यस्तै खाले भिडियो म लिएर आउने नै छु। आजको लागि म बिदा हुन चाहन्छु। बाई बाई।